आज यति सुन्दर ठाउँमा छु म। आज हाम्रो रामपुरमा बस्ने बासिन्दाहरूलाई पनि थाहा हुँदैन होला सायद यस्तो यो कुन ठाउँ भइछ भनेर। यो हाम्रै रामपुरको रजगडाको बोरी डाँडा हो यो। आज पनि मैले हजुरहरूलाई सरप्राइज लिएर आएको छु। सरप्राइजमा चाहिँ यति राम्रो डलहरू के र फोटो फ्रेम छ। यो सरप्राइज कसले दिनुभएको छ भन्ने कुरा चाहिँ हजुरहरूले पुरा भिडियो हेरेर मात्रै थाहा हुन्छ हजुरहरूलाई। हेलो पप्पी। आज पप्पीको घरमा सरप्राइज छ। आज हामी त्यो पप्पीको घरमा आएको नि, पप्पीलाई खोज्दै यति राम्रो पप्पीलाई। हजुरको पप्पी हो यो? हो ए ह्याप्पी बर्थडे हजुरलाई। जन्मदिनको धेरै धेरै शुभकामना। ओहो नि ल केक। यसको बारेमा थोरै बोल्नु पर्ने हुन्छ है। यति राम्रो यो फोटो फ्रेम, यति माया गरेर यति राम्रो फोटो फ्रेम होइन बनाउनु भन्नुभएको थियो। के लेखेको है मैले भनेर पढेर सुनाउँछु, त्यसपछि मात्रै गेस गर्नुहोस्। मेरी प्यारी छोरी, जन्मदिनको अनगिन्ती शुभकामना। तिमी हाम्रो जीवनको सबैभन्दा ठुलो खुसी हो। तिमी जन्मिएको दिनले हाम्रो जीवन पूर्ण बनायो। तिमी सधैँ स्वास्थ्य, खुसी र सफल भइराख्नु। धेरै धेरै आशीर्वाद र माया छोरीलाई। रुनी होइन? मैले फोटो फ्रेम पढ्दा त सबै रुनुहुन्छ त्यहाँ, सब यहाँ लेखेको शब्द भन्दा त। थाहा भइसक्यो होइन, यो चाहिँ मम्मीले नै पठाइदिनु भएको हो। तर टाढा भएर सम्झिने पनि छुट्टै कुरा हुन्छ, तर बेग्लै होइन घरमा बसेर यसरी तिमीलाई सरप्राइज दिँदाखेरि तिमीलाई कस्तो लाग्यो? यसो दुई शब्दमा बयान गरिदिनु पर्यो। मिल्छ भने मम्मीलाई पनि बोलाइदिनु पर्यो। ल मम्मी, ल आउनु पर्यो यसो। ल यसो आइदिनु पर्यो हजुर यहाँ है। यसो आइदिनु है। ल छोरी मम्मीको बिचमा भएन माया झगडा, घरे गाली गर्ने के भइराख्यो होला, तर आजको दिन विशेष मम्मीले गराइदिनु भएको कारणले केही दुई शब्द मम्मीलाई भनिदिनु पर्यो मम्मीलाई, यति माया गरेर है। हुन्छ नानीलाई फेरि पनि जन्मदिनको धेरै शुभकामना।